ल गाइज म चाहिँ हाइवेमा आइसकेँ। सर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 6-7 लेनको बाटोहरू छ है। यहाँ चाहिँ कस्तो हुन्छ भने हाम्रो चाहिँ यो 6-7 वटा लेनमा जुनसुकै लेनमा पनि जान एलाउड हुन्छ होइन। 120 सम्म हान्न मिल्छ होइन स्पिड। अनि तपाईँको यो ट्रकहरू यो बसहरूलाई चाहिँ यो लास्टको यो जुन दायाँ राइट साइडतिरको यो जुन उसलाई यो 2 लेनमा मात्र एलाउड हुन्छ होइन। यिनीहरूलाई चाहिँ 180 भन्दा धेरै स्पिड हान्न दिँदैन। यिनीहरू चाहिँ धेरै ह्याभी भएर यो साइडमा देख्नुहुन्छ यो स्पिड क्यामेरा है। योले चाहिँ मिनेटमा यो हजारौँ गाडीहरूलाई चाहिँ एकैचोटि यसले चाहिँ निगरानीमा राख्छ। तपाईँको 120 को लेन हो, हामीलाई चाहिँ यो 120 भन्दा 130 गयो भने चाहिँ अटोमेटिकली यसले चाहिँ फोटो खिच्छ। फोटो खिचिसकेपछि यहाँको हाम्रो जुन नागरिकता हुन्छ त्यो नागरिकतामा चाहिँ यो गाडी नम्बर र हाम्रो नागरिकता यहाँको सिभिल आइडी भन्छ त्यो चाहिँ कनेक्ट गरे हुन्छ हाम्रो गाडी सुरुमबाट ल्याउँदाखेरि नै। अनि तपाईँको फोटो खिच्यो, फोटो खिचेपछि यो ट्राफिक सर्भरमा यो राडारले चाहिँ एउटा पठाउँदो रहेछ। एउटा पठाएपछि चाहिँ ट्याक्क यो गाडी नम्बरको फोटो हान्यो भने सिस्टममा त्यहाँ चाहिँ हाम्रो सिभिल आइडी नम्बर देखिन्छ। यो ड्राइभरले यो काम गर्छ, यो ठाउँमा बस्छ भनेर चाहिँ यसरी चाहिँ सेट गरेको हुँदो रहेछ पहिले नै। फेरि आयो हेर्नुहोस् यहाँ चाहिँ फेरि यो साइडमा देख्नु भएको छ यही हो। यो चाहिँ एकदम 1-1 किलोमिटरको निगरानीमा राखेको हुन्छ होइन। अनि तपाईँको एकदमै डेन्जर छ है यहाँ चाहिँ। तपाईँको त्यसरी चाहिँ फाइन हान्छ यहाँ चाहिँ होइन। अनि तपाईँको बाटो चिल्लो छ नि त, हेर्नु न कति शानदार एकदम। कति बेला कुराको धुनमा फोनमा बोल्दै गर्दाखेरि ध्यान एकातिर हुन्छ अनि उहाँ 140 पुग्या हुन्छ अनि फाइन परिहाल्छ फेरि होइन। त्यो भएर एकदम सतर्क अपनाउनु पर्छ होइन। यहाँ चाहिँ सिस्टममा चाहिँ एकदमै अगाडि होइन। हाम्रो नेपालभन्दा चाहिँ 10-15 वर्ष अगाडि नै छ क्या हाम्रो यहाँ चाहिँ सब सिस्टम अहिलेको प्राविधिक रूपमा चाहिँ गरिएको छ होइन। देख्न सक्नुहुन्छ यहाँ तलतिर जाने उता गइरहेछन्। माथि हेर्नु स्कुलहरू 2-3 तलासम्म। यो जमिनको आस्न एउटा छ यहाँ अगाडि यो जमिनको आस्नदेखि चाहिँ एउटा रोड छ है। अनि हामी चाहिँ अब सबै यहाँ चाहिँ अलराउन्डिङ हिँड्नुपर्ने भएको छ नि त, त्यो भएर सबै जानकारी हुन्छ हामीलाई होइन। अनि तपाईँको यस्तो खतरा क्यामेराहरू राखेको छ कि एकदम बस्ने भन्ने चान्सै हुँदैन। यहाँ यो चाहिँ अब यहाँ कुबेतको राजा बस्ने ठाउँ हेर्नुहोस् है। यहाँ यो बयान प्लेस भन्ने ठाउँ हो। यो चाहिँ कुबेतको राजा बस्ने ठाउँ। यो जुन पछाडि रुखहरू देख्नु भएको छ यो रुखहरूको पछाडिपट्टि चाहिँ यहाँको राजा बस्ने। तपाईँको मैले नेपाल पुलिस फेसबुक पेजबाट चाहिँ नेपालमा मात्र अस्ति नेपालभरिमा टोटलमा होइन सबै नेपालभित्रमा चाहिँ 54 जना चाहिँ सवारी दुर्घटनामा परेर ज्यान गुमाएको भन्ने मैले न्युज सुनेको थिएँ होइन। अनि तपाईँको त्यहाँ सिस्टम छ नि हेर्नु त्यहाँ यस्तो छ। अब नेपाल भने नेपाल हो, विदेश भने विदेश हो भन्नुलाई फेरि होइन। अनि यहाँको मान्छेहरू पहिले खजुर खाएर बाध्य गरे क्या होइन। उयो बयान प्लेस यो राजाको भित्र जाने रोड यता पनि क्यामेरै छ हेर्नु त। 1-1 किलोमिटरको उसमा हालिदिएको। अनि तपाईँको अघि कुरा गरौँ त्यो अब यहाँको मान्छे पहिले होइन खजुर खाएर बाध्य गरे क्या। अनि तपाईँको खजुर खाएर बाध्य अरे यहाँ चाहिँ अब पहिले केही पनि थिएन अरे। अहिले चाहिँ यहाँको तेलको जुन भण्डार भेटिएपछि पेट्रोल डिजेल मटेरियल होइन ग्यासहरू त्यस्तो भेटिएपछि चाहिँ अहिले चाहिँ यो पैसाले अड्याएको देश हो। यस्तो गर्मी छ तपाईँको यहाँ कुरै छोड्नुहोस् न त्यो गर्मी छ। अगाडि आउनु लाग्छ सिट बेल्ट त क्यामेरा मोबाइल फोन क्यामेरा। तपाईँको सिट बेल्ट त नलागेको मोबाइल चलाएको देख्यो भने यो अगाडि छ क्यामेरा। एकैछिन म हजुरलाई देखाउँछु। एकदम यसले चाहिँ तपाईँको फोटो खिच्छ। त्यो रातिमा पनि हे घाम पानी आयो यसलाई रात दिन केही भन्दैन। एकदम डिएसएलआर क्यामेरा रे भन्दा पनि यो जुन क्यामेरा भन्दा पनि झन् डेन्जर रूपले यसले चाहिँ राति फोटो खिच्दो रहेछ। यसको बारेमा मैले गुगलमा अध्ययन गरेको थिएँ। हेर्नुहोस् यसले त एकदम डेन्जर हजुर। रातिमा पनि मोबाइल चलाएको छैन, ड्राइभरले सिट बेल्ट लगाएको छैन। पारियो कालो बोर्डमा हेर्नुहोस् कस्तरी जान्छ नि यहाँका भिआइपी गाडीहरू हेर्नु त सुई। यो अगाडि जुन कालो बोर्ड देखिरहनु भएको छ नि यो तपाईँको यसले तपाईँको 35-40 हजार फाइन हान्छ। यो चाहिँ 80-90 लाख पर्छ यो क्यामेरालाई। एकदम एआई रात दिन यसले चाहिँ 24 घण्टा काम गर्ने। यसले चाहिँ सिट बेल्ट त लाछ कि छैन
ओभर स्पिड, तपाईँको मोबाइल चलाएको छ कि छैन, सिट बेल्ट लगाएको छ कि एकदम सब टोटल्ली यसले क्याप्चर गर्छ। अगाडि फेरि आउनुला स्पिड क्यामेरा फेरि आउनुला हेर्नुहोस् है। तपाईँको हेर्नु न, एउटा रोडमा चाहिँ तपाईँ 1-1 किलोमिटरको डिस्टेन्समा चाहिँ होइन ग्यापमा चाहिँ यसरी राखेको छ क्या। यहाँ चाहिँ दुर्घटना नहोस् भनेर यहाँ देख्न सक्नुहुन्छ। यो पनि क्यामेरै हेर्नुहोस्, यस्तो छ अवस्था। हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ भन्छ ऋषि ढमालाले, त्यस्तै। यो चाहिँ कुवेतको सालमिया हो है गाइज, कुवेतको सालमिया हो। एकदम देख्न सक्नुहुन्छ यहाँ 24 घन्टा तपाईँको गाडीहरू चाहिँ यहाँ हिँड्छन्। मेरो पनि समथिङ 12 घन्टा 13 घन्टा ड्युटी छ। पानी खाइदिएको गाइज, पानी चाहिँ 4-5 लिटरै खानुपर्छ दिनमा, यस्तो गर्मी छ। पानी खाइएन भने रिङ्गाटो लागेर त्यो डिहाइड्रेसन हुन्छ क्या। तपाईँको कस्तो हुन्छ भन्दाखेरि गर्मी धेरै हुन्छ, पसिना आएको है, पानी त पेले गर्नुपर्छ। आज चाहिँ मलाई एउटा कस्टमरले दिएको थियो क्या, खजुर र यहाँको खजुर र एउटा पानी 250 लिटर 250 लिटर रे 250 ml को उयो लिटर भने त फेरि कहाँ धेरै भइहाल्छ फेरि। कहिलेकाहीँ फेरि यसो झुकिहाल्छ गाइस, फेरि हड्डी नभए जिब्रा लड्किहाल्छ भन्दैकोले त्यस्तै छ। दर्शकबिन, आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है, माया गर्नु होला। एकदम यस्तै भिडियो ल्याउने गर्नेछु म हजुरको माझमा। यसो सिस्टम हाम्रो नेपालमा पनि भयो भने धेरै हाम्रो नेपाली जनता, हाम्रो दाजुभाइ दिदीबहिनीहरूको ज्यान जोखिममा पर्ने थिएन है, धेरैको ज्यान बढ्थ्यो। अब यहाँ भ्रष्टाचार धेरै नेताहरू सबै हेर्नुहोस्। यहाँ चाहिँ समुद्रको पानीलाई होइन जर्मनी, तपाईँको अमेरिका, अस्ट्रेलियाबाट ठुला फिल्टरिङ गर्ने मेसिनहरू लिएर फिल्टर गरेर खाने यहाँ चाहिँ सदुपयोग गर्ने भइरहेको छ होइन। यति नै भयो आजको भिडियो गाइज, बाइ बाइ।